नमस्ते साथीहरु। आज चाहिँ म यो आमाहाङदी आइपुगे हैन। बाटोमा आउँदाखेरि त म हिँड्न सक्दिनँ होला जस्तो लाग्थ्यो। कस्तो गाह्रो भयो। एक त रुगा पनि लागिरहेको थियो, सन्चो पनि खासै थिएन। त्यही पनि अब सबैजना साथीहरु आउने भनेपछि म पनि आएँ हैन। बाटोमा हिँड्दा त कस्तो गाह्रो पनि भयो, तर हामी हिजो आइपुगेको थियो अनि राति चाहिँ हामी आएर यो बेस क्याम्पमा आधी बाटोसम्म आएर बेस क्याम्पमा बस्यौं तल। अनि त्यहाँबाट चाहिँ हामी सनराइजको लागि हामी राति 3 बजे उठेर हिँड्यौं। अनि सनराइज पनि कस्तो रमाइलो, कस्तो राम्रो देखिँदो रहेछ है। अनि यहाँ आइपुग्दाखेरि त ओहो यो हिमालहरु नजिकै देख्दा यहाँको लुम्ताहरु अनि यहाँको बाटो हावाहरु है, आहा कस्तो आनन्द क्या। कस्तो घरै जान मन नलाग्ने जस्तो रहेछ। हजुरहरु सबैजना आउनुस् न, नजिकै रहेछ हैन, धेरै टाइम लाग्दैन। मतलब अब 2-3 दिनको लागि 3 दिनमा त मजाले घुमेर फर्किने रहेछ छिटो नै। काठमाडौँमा हुने साथीहरुलाई त सजिलो छ, अब अलिक टाढा हुनेहरुलाई त अलिक गाह्रो नै हुन्छ। तर जस सोचेको भन्दा पनि धेरै रमाइलो, धेरै राम्रो रहेछ क्या। म चाहिँ बाटोमा आउँदा त यस्तो गाह्रो, म सक्दिनँ होला, एकदम रुगा लागिरहेको थियो, सक्दिनँ होला जस्तो भइरहेको थियो। तर बिस्तारै आफ्नै पारामा आइपुगे हैन। राति 3 बजेदेखि हिँड्दा कस्तो रमाइलो कि। म हजुरलाई देखाइदिन्छु है त, यता पनि पछाडि कस्तो रमाइलो छ, हेर्नुस् है त। हेर्नुस् न बादलहरु यसरी उडिरहेछ। अहिले त मौसम पनि तर आज खासै त्यस्तो धेरै राम्रो चाहिँ छैन रहेछ। अब मौसम पानी पर्ला, हिजो अस्ति त पानी पर्ला जस्तो भइरहेको रहेछ। अलिअलि हिउँ पनि परेको रहेछ अस्ति चाहिँ, तर आज त त्यस्तो छैन। के हिउँ पर्ने पानी पर्ने त्यस्तो त छैन। तर पनि त्यो नभए पनि यस्तो खुसी लाग्यो कि यस्तो ठाउँ रहेछ हैन। आहा हिमाल हेर्नुस् न, त्यही नजिकै छ। कस्तो राम्रो यो यस्तोपा नै होला, खै के भन्छ मलाई पनि त्यति थाहा भएन। यहाँको लुम्ताहरु हेर्नुस् न कस्तो राम्रो, यो फेयरफ्याकहरु त यस्तो जस कति रमाइलो क्या। मलाई त यस्तो राम्रो लाग्यो। आहा जस मलाई यस्तो रमाइलो छ नि। म एक्लै हाँसिरहेको छु। मेरो साथीहरु सबैजना उता गइरहेको छ फोटो खिच्न। हामी चाहिँ छोराहरु सबैजना आएको छ। मेरो बुहारीहरु 4-5 जना आएको। कोही फोटो खिच्ने छन्, कोही नखिच्ने छन्, आनन्दले हिँड्ने मात्रै छन् कोही। यस्तो साथीहरु लिएर आएको छु म। के गर्ने, यस्तै छ है। अनि यो चाहिँ हिमाल यस्तो देखिँदो रहेछ। त्यहाँ बादल आइसक्यो फेरि एकैछिनमा बादल आउँदैछ, एकैछिनमा हट्ने पनि रहेछ हावाहुरी। अनि यो तल बजारबाट चाहिँ हामी आइपुग्यौं। अनि यस्तो रमाइलो यस्तो छ। हजुर सबैजना आउनुस् है त, आउन मिल्ने जति। अब सबैजना भन्दा सबैजनाले त अब मिल्दैन, तर सकिने जति चाहिँ आउनुभयो हुन्छ। रमाइलो रहेछ। हामी चाहिँ हिजो आयौं, अब आज घुमेर आज हामी यही बस्छौं। त्यसपछि हामी भोलि बिहानै निस्किन्छौं होला। त्यस्तो हुँदो रहेछ। आउनुस् है त हजुरहरुलाई। हस् त, नमस्ते।